आउनु त आज कति गते हो? आज कति गते? 17 16 कि 17? 17 गते। यसो ब्रिफ गर्नु न, यो कुन ठाउँ हो, के हो? अहिले हामी लामी डाँडामा छौँ, बेले गाविसको लामी डाँडामा। हाम्रो फार्ममा त्यो नबिर्सनु, जहाँ हामीले चैतबाट चाहिँ यहाँ केही काम गर्ने भनेर सुरुवात गरेका छौँ। अहिले हामी देख्छौँ यो फलेको आल्चा हुन्छ होइन कृष्णजी? कृष्णजी यो के आल्चा कि आरू बखडा कि के? आरू बखडा। यो एकदमै छिटो पाक्छ र पाकेपछि खसिहाल्छ पनि, धेरै बेर रोगमा रहँदैन, खाँदाखेरि गुलियो गुलियो हुन्छ। अहिले चाहिँ यो पसलमा पनि बिक्री हुन थालेको छ फलफुलको रूपमा, पहिला यस्तो थिएन। तर हामीसँग थोरै क्वान्टिटी छ, यसलाई बजारसम्म पुर्याउन यातायातको धेरै समस्या छ। त्यही भएर योबाट हामीले वाइन बनाउन सक्छौँ। के छ हामीसँग वाइन बनाउने के छ अहिले प्रविधि? यता सम्भावना कतिको छ? वाइन बनाउन चाहिँ यसलाई यो भित्रको यो निकाल्ने एउटा मेसिन नै पाउँछ कि। सुरुमा कस्टली एकदमै हाई पर्छ, महँगो पर्छ, खर्चिलो। अनि घरेलु छ नि, एकजना राजन भाइले भन्थ्यो नि घरेलुमा मेसिन छ अरे। खै समथिङ उसले चाहिँ उसलाई आउँछ भन्नु थियो। होइन अहिले यत्तिकै रूपले पनि हामीले एकदमै पाकेकोलाई त्यसलाई भित्रको गेडा निकालेर निकालिसकेपछि त्यसलाई जुस बनाएर त्यसलाई सक्छौँ। टाइम त अलि लाग्छ। यो चाहिँ कुन खाम? मैले किन्दाखेरि एकदमै खर्चिलो कुन खाम भयो त्यो अनुसार हामीसँग यति धेरै ऊ छैन। सो यो चाहिँ मिठो छ। यसको सब क्वान्टिटी हामीसँग धेरै छैन, त्यो भएर मिसिनमै गरेर गाह्रो हुन्छ। हामीले आफैले खानालाई चाहिँ बनाउन सक्छौँ। अहिले यो हाम्रो होमस्टे आउँछ नि टुरिस्टहरूलाई, तिनीहरूलाई हुनसक्छ। खासै गाह्रो छैन। यसलाई जुस बनाएर समथिङ त्योमा एउटा केमिकल राख्नुपर्छ, अनि त्यसले चाहिँ 5% अल्कोहल बन्छ। घाममा राख्नुपर्छ धेरै। स्याउको हो भने धेरै जुस आउँथ्यो, यसको त्यति धेरै आउँदैन। हाम्रो के स्याउ पनि फल्छ हो? स्याउ पनि छ। जाम हेर जाम। कुन खाम यो पाकेको छैन। यो पाकेछ कि यता पाकेछ, दुईटा खानु पर्यो। कति छ यसको भाउ अहिले? 12 बखरा हो बजारमा? भन्न सक्दिनँ, 10-15 रुपियाँ हुन्छ कहिले। अहिले कति छ अहिले? अहिले म सोधिनँ, अस्ति दाङमा सोद्धाखेरि चाहिँ 60 रुपियाँ केजी भन्यो। खालि? हजुर, हामी पैदल यात्राको क्रममा थियौँ। सायद दाङ नै होला, एकदमै सोधेको थिएँ। यो चाहिँ ओखर होइन? ओखर। यहाँको घर कहाँ गयो? यो हावा उरीले भत्छ।